अनि घाम उदाको हेर्न आएको घाम चाहिँ यतै राप बल्दैछ घामको राप ताप्दैछ केटोमा फेरि मस्त धार गर्मी भएर यहाँ अनि ऊ माथि डाँडामा पुगेर त्यहाँदेखि दाउरा साउरा बोकेर आएको यहाँबाट चाहिँ यस्तो देखिन्छ क्या गुफा पोखरी पानी चाहिँ सुकेर फाँक भइसकेको छ यार पैसाहरू नोटहरू फालिदिइरहेको रहेछ घाम देखेर गर्मी भएर हामीलाई त उग्रो भयो नि चाहिँ हामी रमिता हेरिरहेको छौँ क्या कस्तो बवाल लाग्यो क्या यस्तो लभली ठाउँ छ कि चिसो छ कि अब यहाँ एक दिन म क्याम्पिङ गर्ने तरिकाले आउँछु क्या चट्ट लाएर है घाम उदाको हेर्न आएको यहाँ चाहिँ गुफा चाहिँ लभली रहेछ क्या यस्तो छिरेर स्वाट्ट माथिबाट उहाँ आउँदो रहेछ ल सम्पूर्ण दर्शक महानुभावहरू है आज चाहिँ हाम्रो यात्रा हुँदैछ हाम्रो तरुवादेखि हाम्रो घरदेखि हाम्रो गाउँदेखिको यात्रा हुँदैछ हाम्रो माथि शङ्करसभाको के अरे शङ्करसभाको गुफा पोखरी भन्ने ठाउँसम्म अनि अब बिस्तारै बिस्तारै हामी ट्याक्क अघि बढ्दैछौँ अनि च्याट्ट लाएर हामी अब कतिखेर पुगिन्छ के गरिन्छ बाटो कस्तो छ यसो हेर्दै रमाइलो गर्दै मजा लिँदै जानुपर्ने हुन्छ अनि बाटो चाहिँ माथि 3 जुलाईदेखि उँभो खत्तम छ भनेर भनिरहेको छ के कस्तो छ हेरौँ न है अनि त्यहाँदेखि चाहिँ च्याट्ट लाएर हामी जानुपर्ने हुन्छ अब यहाँ एटिएममा गएर यसो 2-4 हजार बाटो खर्च निकाल्नुपर्ने हुन्छ नि त अनि बाटो खर्च पनि निकाल्नुपर्ने हुन्छ गोजीमा पैसा छैन अनि क्युआरमा मात्र भर हुँदैन है पाहाडतिर जाँदाखेरि कति ठाउँमा क्युआर चल्दैन नि त अनि त्यो भएको कारणले गर्दाखेरि आफ्नो व्यवस्था आफै अलिअलि गर्नुपर्छ नि त सुरक्षा यस्तो चिजहरू हामी चाहिँ एटिएमबाट पैसा निकाल्यौँ अनि पैसा निकालेर अब चाहिँ हामी जाँदैछौँ अब माथि धरान हुँदै भेटा हुँदै हामी धनकुटा हुँदै हिले हुँदै बसन्तपुर हुँदै 3 जुलाई हुँदै हामी गुफा पोखरीतर्फ जान्छौँ अनि अब यस्तै हो पूर्वतिर नि यसो डुल्दिउँ न अनि माथि गुफा पोखरीमा माथि सनराइज चाहिँ हेर्दिउँ न भनेर नि अब मौसम चाहिँ खुल्छ खुल्दैन थाहा छैन अनि आजको मौसम चाहिँ यता नि धुम्म छ पाहाडतिर नि पानी आइरहेछ भन्छ पानी आयो भने चाहिँ बाटो लास्ट खत्तम हुन्छ अब हेरौँ के हुन्छ लेट्स सी जाँदै गरौँ न अब जाँदै बिचमा के अप्ठ्यारो पऱ्यो भने त्यतै बस्ने ओर्ने नि व्यवस्था गर्नुपर्ने हुन्छ हामीले आज चाहिँ यस्तो हुसे लागिरहेछ अनि अब धरान पनि उग्रेको छैन नि त आज पुरै धुम्म परिरहेछ अनि हामी चाहिँ ठ्याक्क घन्टा घर आइपुग्यौँ अनि यहाँदेखि चाहिँ अब हेर्दैन उँधो अनि अब यहाँदेखि चाहिँ हामी सिधै उँभो जानुपर्ने हुन्छ क्या दामी छ नि त लभली छ नि त यार धरान पनि यो कस्तो गरेर ल्याउँछ नि त यार धरान पनि लभली छ नि त यहाँ फोटो सेसन हुँदैछ लभली धरानी मायाहरूको हामीलाई त कति आउँदैन यार जताबाट जे गरे पनि लास्टमा चाहिँ धरान चाहिँ आउनै पर्छ क्या यो कहाँ कुदेको पनि उल्टो साइड यस्तोले गर्दाखेरि मन परि गरेर बाटोमा बाइक कुदाउँदाखेरि चाहिँ हो क्या एक्सिडेन्ट हुने मान्छे नै उस्तो छौँ नि त जता पायो त्यतै मन परि कुदाइदिएको छ 1 वे बनाएपछि यो बाटोमा 1 वे तरिकाले कुदाउनु नि कुदाउँदैन अनि यस्तो गर उस्तो गर भनेर उल्टी अनि दोष दिन्छ अरूलाई
हामी चाहिँ भेटघाटबाट उँधो लागिसकेपछि तल नमस्ते झरना भन्ने ठाउँ आउँछ क्या अनि त्यो ठाउँ आइपुग्यौँ अनि यो चाहिँ हाम्रो नमस्ते झरना जाने बाटो यतै सिम्सुवा नमस्ते झरना यहाँदेखि चाहिँ नमस्ते झरना पुगिन्छ उँभो गयो भने माथितिर अनि यता गयो भने चाहिँ मूलघाट अनि अब यस्तै छ बिस्तारै जानुपर्ने हुन्छ जाडो छ जाडो लागेको छ हौ अचेल जाडोले गर्दाखेरि चाहिँ हिँडेर नि कहाँ हिँडेको पनि ट्रेकिङ हिँडेको होला यो साथीहरू पनि रक्कलाएर हामी चाहिँ फेदी भन्ने ठाउँ आइपुग्यौँ अनि यहाँ चाहिँ भनेको पहाड उता शङ्खसभा तेर्थुम अनि भोजपुर जाने गाडीहरू खाजा खाना पाउने ठाउँ है अनि हामी चाहिँ बिस्तारो अगाडि बढ्दैछौँ अनि डुल्दै हेर्दै यहाँ कत्रो खाउली छ यार यस्तो हुन्छ क्या अब यो रोडमा चाहिँ बाटोमा चाहिँ रन्केर आइरहेको हुन्छ क्या आफू चाहिँ एउटै गतिमा अनि बिचमा खाउली हुन्छ क्या रोडमा चाहिँ नि कस्तो गिटी हुन्छ क्या त्यस्तो भयो भने चाहिँ नि त्यस्तो खाल्डाखुल्डीहरू त पुर्दिनु नि यार त्यस्तो हुन्छ क्या रोड अनि यस्तो खतम हुन्छ कि के गर्नु तर एउटा कुरा मलाई चाहिँ के लाग्छ भने नेपालमा जति राम्रो बोल्ने मान्छेहरू सायद वर्ल्डमै अलिअलि कम होला क्या नेपालमा चाहिँ यस्तो खतरा जोसुकै होस् चाहे जोसुकै होस् यस्तो खतरा यस्तो राम्रो बोलिदिन्छ कि अनि व्यवहारमा चाहिँ उनीहरू यस्तो गु हुन्छ नि अनि जस प्रायः जस्तो धेरै त्यस्तो हुन्छ क्या यो चाहिँ मूलघाट भन्ने ठाउँ हो अनि यहाँदेखि चाहिँ दाहिनेतिर गयो भने चाहिँ ठ्याक्क लाएर ताप्लेजुङ जान्छ क्या तोमर कोरिडोरको बाटो दाहिनेतिर गयो भने चाहिँ जान्छ यता ताप्लेजुङ अनि यतातिर गयो भने चाहिँ हिले बसन्तपुर होइन केही हुँदैन जाने बाटो हो यो चाहिँ हामी अब चाहिँ हामी हिले बसन्तपुरतिर जाने बाटो जानुपर्ने हुन्छ क्या उतातिर जानु हुँदैन नि त हामी 5 थर अनि ताप्लेजुङ जाने होइन नि त अनि त्यो भएको कारणले गर्दाखेरि तर उताबाट नि घुमेर आइन्छ क्या आउनु चाहिँ तर बाटो लामो पर्छ नि त हामीलाई यताबाट भन्दा उताबाट अनि हामीलाई यताबाट सर्टकट पर्छ अनि यही बाटो चाहिँ हामी युज गर्नुपर्छ क्या अनि उता जाने ताप्लेजुङतिर जाने हो भने त्यो बाटो एकदम सर्टकट हो क्या फेरि ठिकै तमर आइपुग्नु यो उखुहरू चाहिँ यहाँको उखुहरू चाहिँ यस्तो बेस्ट हुन्छ कि ओभर कमलो हुन्छ क्या आँखाहरू पनि उखुको आँखाहरू पनि अनि यो ठाउँ चाहिँ भनेको उखुको लागि एकदम प्रख्यात हो क्या अनि यहाँ चाहिँ मान्छेहरू हामी पनि यहाँ रोकेर उखु जुस खान्थ्यौँ आज चाहिँ खाएनौँ क्या अब उताबाट फर्किँदा चाहिँ खानुपर्ने हुन्छ आज चाहिँ बिहान छ नि त अनि त्यही भएर मान्छेहरू फोटोसोटो खिच्ने ओर्ने यताउति गरिरहेछन् क्या हाम्रो तोमर नदी यो चाहिँ ताप्लेजुङबाट बगेर आएको छ क्या यहाँ चाहिँ टक्क मेरो बाइकमा हावा चेक गरेर अनि डबल चेनमा मोबिल हालेर चेन सुक्खा भइरहेको थियो नि त अनि मोबिल सोबिल हालेर अनि झट्ट हावा हेरेर अनि जानुपर्ने हुन्छ लस्कर लाएर यो बाइकमा म कहाँ पुगिसकेँ मलाई पनि थाहा छैन क्या हावा पनि कम रहेछ अलिअलि ठिक छ यो भइसकेपछि हाम्रो टनक्क भयो यति भएपछि हामी पुगेर आइन्छ हामी चाहिँ मेन धनकुटा प्रवेशद्वार आइपुग्यो अनि यहाँदेखि चाहिँ सिधै गयौँ भने चाहिँ ठ्याक्क सिधै गयौँ भने चाहिँ धनकुटा जान्छ हामी सिधै जाँदैनौँ क्या हामी चाहिँ यता लेफ्ट साइड जानुपर्ने हुन्छ कि किनभने हामी चाहिँ उता जानु आँटेको नि त 3-0 अनि त्यो भएको कारणले हामी चाहिँ यता जानुपर्ने हुन्छ अनि मेन धनकुटा बजार चाहिँ तलबाट सिधै उता जान्छ क्या बस पार्क बजार अनि यहाँ माथिबाट नि छिर्न मिल्छ क्या मिल्न चाहिँ तर हामी नछिरिकन सिधै उँभो जान्छ क्या हामी चाहिँ हिले आइपुग्यौँ अनि यहाँको चाहिँ अवस्था यस्तो छ क्या यहाँको माहौल हेर त हाई यार गाडीहरू सब आएको रहेछ अनि यहाँ चाहिँ अनि ठिकै छ हामी चाहिँ कहाँ खाऊँ उयो माथि खाऊँ न
च्याट्ट लाएर अब यहाँ चाहिँ हामी खाजा खान्छौँ अनि यहाँदेखि चाहिँ सिधै गुफा पोखरी लाग्छौँ हामी। सिधुवा बजार प्रवेश गरिसक्यौँ। पाहाडबाट आउने गाडीहरू आएको आइछन्, जानेहरू गएको कोही छन्, यस्तै छ नि त। अब रमाइलो छ नि त यी गाडीहरू हेर, लोड बोकेर हिँडेका गाडीहरू टन्नै रोकिरहेछ। यहाँ चाहिँ हामीले अब ठ्याक्क खाना खानुपर्ने हुन्छ क्या, भोक लागिरहेछ। यहाँ खाना खाएर अनि चाहिँ हामी फेरि उँभोतिर चढ्छौँ। यहाँनिर जाउँ, लाइन उत्र उयो होइन अनि कहाँ खान्छ अब? यहाँदेखि उँभो त खासै छैन जस्तो लाग्यो। अट्टो लाएर अब यहाँ चाहिँ सिधुवा बजार यार झाडा चाहिँ यस्तो छ यहाँ चाहिँ हुसी लागिरहेछ। अनि अब यहाँ चाहिँ हामी खाना खान्छौँ भित्र गएर, हिँड्न जताबाट खाने। हामी चाहिँ सिधुवा बजारबाट खानासाना खायौँ अनि यहाँदेखि चाहिँ अब लाग्दैछौँ। यहाँको चाहिँ यस्तो छ क्या माहौल, चिसो छ। अनि यहाँ चाहिँ पानी पऱ्यो भने चाहिँ के हुन्छ क्या माथितिर, भइसक्यो। माथि पुगेपछि चाहिँ पानी परोस्, किनभने बाटो चाहिँ राम्ररी नै कट्न पाइन्छ नि त। अनि माथि पुगेपछि पानी पऱ्यो भने आलै फरला नि, के मतलबै भएन नि। अनि तलै पऱ्यो भने पो बाटो चिप्लो हुन्छ, हिलो हुन्छ, दुनियाँ दिवाना लौडा लसुन हुन्छ। अनि माथि पुगेपछि त भाले फरेर अनि त्यस्तै हो। अनि अब यहाँदेखि चाहिँ चट्टै सिधुवा बजार छोड्दै हामी अब बसन्तपुरलाई पछ्याउनु पर्ने हुन्छ। हामीभन्दा अगाडि बसन्तपुर छ, यहाँदेखि 20-25 मिनट लाग्ला बसन्तपुर पुग्न। अनि त्यहाँदेखि उँभो गाडेको ढुङ्गा देउराली पुग्नुपर्छ। अनि त्यहाँदेखि चाहिँ उँभो लाग्नुपर्छ हामी। ठिकै छ, बिस्तारो जाउँ, हुसे लागिरहेछ बाटोमा। अब सानो बाटो छ अनि जोगिएर भरिसके है, हिँड्नुपर्ने हुन्छ नि त, जोगिनु त पर्ने हुन्छ। हुसे लागिरहेछ। अब पाहाडतिर हुसे लाग्ने बेला पनि त, अब तराईतिर झन् हुसेले यस्तो हुन्छ कि पाहाडतिर त त्यति लाग्दैन क्या हुसे। तराईमा चाहिँ हो नि वाल्ड हुसे लाग्ने त यार, यहाँको मान्छे नै त्यहाँ नै देखिँदैन क्या, त्यस्तो हुन्छ। अनि अब कतिपय ठाउँमा हिउँ परिरहेछ अरे, जाडो बढिरहेछ भनेर भनिरहेछ। अब हामी जाँदा चाहिँ के हुने हो नि थाहा छैन। यही हो बसन्तपुर तेर्थुम, बसन्तपुर बजार हो यो चाहिँ, तेर्थुममा पर्छ। गुराँसको फुलहरू च्याट्ट लाएर बनाइदिएको छ बिच बाटोमा। अनि अब यहाँदेखि चाहिँ बिस्तारो गर्दै हामी अगाडि बढ्दैछौँ। अनि अब यहाँबाट चाहिँ हामीले दबाई किनिराख्नुपर्छ नि त, माथि के हो यहाँ गएर दुईवटा दबाईले त त्यहाँबाट एक फाइल पेन्टअप किन अनि एक फाइल सिटामोल। पैसा छ लिएन त्यहाँबाट एक फाइल। हामी चाहिँ अब बसन्तपुरबाट अनि यहाँ अलिकति सामान किन्यौँ। अनि यहाँ सामान किनिसकेपछि अब हामी सिधै लाग्छौँ हाम्रो डेस्टिनेसन गुफा पोखरीतर्फ। हामी चाहिँ गुफा पोखरी खासमा चाहिँ किन जान आँटेको भने त्यहाँबाट दामी सनराइज देखिन्छ क्या। ओभर बवालै सनराइज देखिन्छ क्या, अन्तुबाट के देखिन्छ यसको बवाल देखिन्छ। अनि त्यो भएर चाहिँ हामी त्यहाँ हेर्न जान आँटेको क्या। मेन चाहिँ गुफा पोखरी जाने मान्छेहरूलाई कतिलाई थाहा छैन क्या त्यो कुराहरू। अनि मान्छेहरू गुफा पोखरी मात्र जान्छ क्या, अनि त्यो ठाउँ जाँदैन। अनि हामी चाहिँ विशेष गरेर त्यो ठाउँ नै लक्षित गरेर हामी जाँदैछौँ। चाहिँ देउराली भन्ने ठाउँ आइसक्यौँ। अनि यहाँदेखि चाहिँ अब हाम्रो बाटो छुट्टिन्छ क्या। अनि हामी चाहिँ यहाँदेखि दाहिने लाग्नुपर्ने हुन्छ। देउराली लाग्यो भने चाहिँ मुडे संसारै पुगिन्छ। अनि यहाँदेखि चाहिँ हामी दाहिने लाग्छौँ। यहाँदेखि चाहिँ हामी यता लाग्नुपर्ने हुन्छ। यता लाग्यो भने चाहिँ गुफा पोखरी, यता लाग्यो भने चाहिँ चैनपुर खापबारी पनि जान्छ यो बाटो। अनि मुडे संसारी हुँदै अनि अब ठिकै छ, हामी चाहिँ अब बिस्तारो जाँदैछौँ। यताको बाटो चाहिँ अब यहाँदेखि चाहिँ यहाँ माथिदेखि चाहिँ खराब छ क्या, अहिलेसम्म चाहिँ बवालै छ बाटो। अनि पिच गरेको छ माथिदेखि चाहिँ मङ्गलबार चौकीदेखि उता चाहिँ बिजोक सहर भन्ने सुनेको छु मैले। चट्ट लाएर हामी चाहिँ तल सोलिङ गरेको उकालो
खडिसक्यौँ अनि अलि यहाँ तेर्सो आयो क्या अलि यो चाहिँ राम्रो बाटो हो क्या अनि यो राम्रो बाटोमा चाहिँ बिस्तारो जाउँ न फेरि त्यस्तै अक्कडे बाटो आइहाल्छ अनि त्यो अक्कडे बाटो आउनुभन्दा त बरु राम्रो बाटोमा चाहिँ आनन्द मजा लिँदै जाउँ भनेर जाँदैछौँ म यार कहाँदेखि दाउरा बोकेर यहाँ ल्याउनु पर्ने अनि यहाँदेखि गाडीमा हालेर लानुपर्ने होला होइन अनि त्यस्तै हो नि त कतिखेर दिन जान्छ दाइ भनेर भन्छ यार भाइ बिचक छ नि पाहाडतिर यहाँ चाहिँ दामी है है हाय 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 यस्तो दामी ठाउँ रहेछ यार यो चाहिँ म चाहिँ पहिला उताबाट हिँड्दै गएको हो नि त हाम्रो उता पाहाडतिरबाट हिँड्दै गुफा गएको हो अनि त्यो बाटोमा चाहिँ यही बाटो हो कि कुन बाटो जस्तो लाग्छ मलाई नि मङ्गलबारे जस्ट मङ्गलबारे चाहिँ हामी निक्लिन्थ्यौँ पहिला सानोमा हिँड्दै जाँदाखेरि तर कुन हो भने मङ्गलबारे चौकीहरू हिँड्दै जाँदैथ्यौँ तर कुन बाटो हो भने चाहिँ अब सानोमा गएको कुरा त्यति थाहा नै हुँदैन नि त त्यही लान खोजेको त्यहाँ आएर ट्याक्कै खाने त रोक्यो त अनि ठेरिका यो चाहिँ हाम्रो मङ्गलबारे बजार अनि मङ्गलबारे चौकी भन्छ यसलाई है ठेरिका कहाँदेखि जान्छ त गुफा पगरी माथि हो पञ्चपोखरी यहाँदेखि जिउँबु जानुपर्ने यार जाउँ हामी लाग्यो 5 पोखरी छ क्या के 5 पोखरी के बन्दुके पोखरी के छ क्या सँगसँगै अनि अब यो बाटो चाहिँ नछोडी जानुपर्ने हुन्छ जाडो छ नि हौ अनि अब यस्तो बाटो जानुपर्ने हुन्छ कि अनि आयो फेरि रडिस बाटो एकमा राखेर लटक हिँड्दै जानुपर्ने हुन्छ यार बाइक त खरानी हुन्छ त हौ यस्तोमा त यतिको बाटो त चढेको नि आम्मा हेर त मुस्किलले आइपुग्यो यार मुस्किलले अनि यहाँदेखि हिँड्दै जानेहरू छन् तिनचुरे यता तल अनि यो बाटो चाहिँ जानुपर्ने हुन्छ यार बरु ट्रेकिङ आएको भए बरु ठिक हुन्थ्यो यार होइन के छ यहाँ हिले हाइट फेरि हाइट हो टेन्सन यो चाहिँ मेरो आमा साइन पनि लिएर आएको छ साथीहरू ठिकै छ जाउँ बिस्तारै हामी पनि पानी आउनु थाल्यो क्या हो क्या दामी बनाएको रहेछ त्यहाँ त पर्यटकलाई मोहित गर्नको लागि पानी चाहिँ नआएछ रहेछ दाउरा काट्दै अनि यस्तो छ क्या डाँडाहरू चिल छ नि त बाबाले घरहरू त्यो पर घरहरू यस्तो छ यो गले यहाँ छ थाकेर बस्यो चाहिँ हो यस्तो घरमा बस्न आनन्द तातो कति तातो हुन्थ्यो होला चट्ट लाएर ल साथीहरू फाइनल्ली हामी चाहिँ ठ्याक्क गुफा पोखरी आइपुग्न चाहिँ आधी घन्टा बाँकी होला अनि त्यहाँदेखि चाहिँ आधी घन्टा चाहिँ अब बाइकमा ट्राभल गर्दै जाँदाखेरि बिस्तारै जाँदै बस्दै जाँदैछौँ क्या 1 बज्न आँट्यो होइन चट्ट अहिले चाहिँ 1 बज्न आँट्यो अनि यहाँ चाहिँ हुसे लागिरहेछ क्या यस्तो हुसे लागेर कहाँ गएर यो डाँडाहरू यस्तो बवाल हुन्छ कि पछि हरियो भएको बेला त चट्ट लाएर आनन्द सुत्दिने क्या टक्क यो बाटो अब मलाई पनि थाहा छैन क्या पहिला हामी कुन कताबाट हिँड्दै जान्थ्यौँ भन्ने कुरा यस्तो म पुरै त्यो रिमाइन्ड गर्दैछु क्या मेमोरीमा नि मेरो दिमागमा कुन बाटो यो यस्तो दामी देखेछ क्या यो देखिएको चाहिँ बवालले देखिएको छ क्या यस्तो बवाल देखिन्छ क्या 1-2वटा फोटो हान्ने होइन गले अनि अब यहाँ 1-2वटा फोटोसोटो हान्छौँ अनि त्यहाँदेखि चाहिँ हामी चल्दिउँ न बिस्तारै के जान्छ त
जिन्दगीमा है उयस्तो फटा काम चाहिँ कहिले पनि नगर्नु क्या। यो चाहिँ लास्ट फटा काम हो क्या। त्यसरी चोरीमा बाइक लगेर राख्ने ओर्ने यही बाटोमा भइहाल्छ नि। यस्तो फटा काम चाहिँ कहिले नगर्नु क्या। त्यो गरिसकेपछि बिग्रिहाल्छ नि त होइन। त्यो त्यहाँको हरियो परियो, त्यहाँको जीव जनावरहरू बाँच्ने अनि त्यस्तो सबै मासिन्छ। अनि त्यो काम चाहिँ कदापि पनि नगर्नु क्या। सकिन्छ आफूले गरिन्छ थाहा छ त, जसले पनि कुदाउँछ गर्छ त्यति त सकिहाल्छ नि। अनि त्यो सकिन्छ भन्दैमा त्यस्तो चाहिँ गर्नु भएन क्या। आफ्नो प्रकृतिको सुन्दरतै मास्तिनु चाहिँ भएन क्या। यत्रो बाटो बनाइदिएको छ त कुदाउनको लागि। 4 व्हिलमा आएको छन्। गाउँ त दामी सुन्दर छ नि यार, शान्त सुन्दर सट्ट लाएर। अहिले चाहिँ यो गुफा पोखरीसम्म नै गाडी जाने भएछ क्या। यार काठले बारेका घर, ढुङ्गा र माटोले छापेको बनाएका तातो न्यानो हुन्छ भनेर जाडो ठाउँ नि। यहाँ चाहिँ पानी पर्यो भने चाहिँ सबै जमेर हिल्लो भएर फाक्कै बनाउने रहेछ। ऊ माथि पुग्यो गाडी। म लोकल हालेर छेक भाले छेक्दैन, पोथीले आँखा देख्दैन भने जस्तो पुरै रङको यहाँ पुलिस चौकी रहेछ यो। यहाँ चाहिँ ट्राभल गरेर हिँड्ने भाइहरू हिँडेर आउँदैछन् पुरै ट्रेकिङ गरेर। यहाँ लाउरो लाग्ने भयो भाइ। दामी हिँडेर आउँदैछ लभली पारामा। अनि हामी चाहिँ बाइकमा। तर हिँड्नु चाहिँ मजा हुने रहेछ क्या यो बाटो। केटाहरू 3-4 दिनको लागि चट्ट तिनजुले तल गाडेको ढुङ्गासम्म बाइकमा गाडीमा आउने। अनि त्यहाँदेखि चाहिँ सट्टै हिँड्दै बस्दै यस्तो मजा हुने रहेछ कि। ठाउँ मैले पत्ता लगाइसकेँ क्या। अब अर्कोचोटि आउँदा चाहिँ म माथि त्यो देउरालीदेखि चाहिँ हिँड्दै आउँछु क्या यो बाटो गुफा पोखरीसम्म। अरे रोड बनायो अरे। अनि त्यहाँदेखि फेरि हिँड्दै फिर्किने क्या। अनि जहाँ रात पर्छ त्यहीँ बसिदिइहाल्ने। ओभर दामी हाल्दी पनि हुन्छ, दामी रमाइलो मनोरञ्जन बबालै हुन्छ। हजुर म थाहा छ नि त, म नि यस्तै लेखमा हुर्केको नि त। यी सँगसँगै हो मेरो नि। मेरो त उता माथि हो क्या। माथि हाम्रो त्यो ओखरभट्टी बजार थाहा छ? हो त्यता हो। यो उयो पर्छ होइन के अरे मूलखर्क। यार यस्तो दामी खुलेछ कि यहाँ पर। हजुर यहीँ लिन आउँछ कि यो उता लङ तराई यहीँ आउँछ है। यस्तो छ चिरेटो, यहाँ चिरेटो हट्यो लाएर। यो चाहिँ ज्वरो आएको त्यहाँ उदेको दबाई क्या। यो चिरेटो हो क्या। अब यो पछि अब चैत वैशाखमा नि यस्तो दामी फुल्छ कि कस्तो बास्ना आउँछ क्या मग। अनि यहाँदेखि चाहिँ अब यो भ्यूको एकसट लिने भन्दैछु। त्यो रमाइलो गर्दै आइयो कि हामी। अब यो कुन ठाउँ भन्ने कुरा चाहिँ थाहा छैन, जुन ठाउँ होस्। अब जस्तो रमाइलो भयो। पार्किङ यता अरे होटलहरू चट्ट खोलेको रहेछ। माथि नगरपालिका मङ्गलबारे माथि नगरपालिका पर्छ नि लिङ्खाको। ओ माई गड, हाम्रो माथि नगरपालिकै पर्दो रहेछ आएर पनि। ठिकै छ। अब माथि त मेरो गाउँ मेरो घरै हो त। अनि ठ्याक्कै माथि त मेरो घरै हो। अनि माथि नै पर्दो रहेछ भनेर चाहिँ मङ्गलबारे अझै सकेकै रहन्छ नि। यहाँ र होटल दामी चटपटे बन्दै रहेछ त। चटपटे खाइदियो जानुपर्छ क्या हामी पनि। भात खाएको भातै घटेको छैन यार। अङ्कलले अघि खाएको भातै घटेको छैन। लभली छ नि त ठाउँहरू त।
क्या क्युटी छ क्या पोखरी चाहिँ यही हो। अनि यहाँनिर बस्ती चट्ट लाएर हामी गुफा पोखरी आइपुग्यौँ। अनि पोखरी चाहिँ यो हो, अहिले त सुकेको छ यार, पहिला त कत्रो ठुलो थियो, पोखरी पनि सुकेको छ यहाँको यार। बढ्दो ताप कमले गर्दाखेरि सुकेकै हो यो पोखरी, पहिला त कत्रो ठुलो थियो यार। यो बाटो उयो हिँड्थ्यो यार पहिला, के हिँड्थ्यो थाहा छ? यो बाटो के हुन्थ्यो थाहा छ? चौरीहरू हिँड्थ्यो पहिला। आम्मा मान्छेहरू ल यही पोखरी हेर्न आएको यहाँ होइन। अनि हामी पनि यही पोखरी हेर्न आयौँ, कता बस्दिनँ हामी त। यहाँदेखि नि हाम्रो मेन्चेम डाँडा कहाँनिर पर्छ? अँ यो माथिको अँ त्यही छ। अँ ए त्यहाँ रहेछ नि त। कहाँ बस्ने होला है? यही बजार हस् धन्यवाद। कता बसौँ त हामी? त्यो डाँडा जानुपर्छ बिहानै सकेसम्म। कता बसौँ होला? कुन एरिया पर? अनि बिहान त्यहाँ छिटो जाने हो क्या बिहान, अनि यता आउने हो क्या बरु। हाम्रो मामालाई कहाँनिर पो थियो गुफा पोखरीमा यार पहिला, यतितिर कता थियो नि यार, बिर्सिसक्यो यार कुन ठाउँमा थियो नि। हाम्रो मान्छेहरू कति आएको रहेछ त यार, टन्नै आएको रहेछ मान्छेहरू। ए डाँडा मान्छे चौरी चढ्ने डाँडा हो यो, तर यति भएर त कहाँनिर जस्तो लाग्छ यार, बिर्सिसक्यो यार। जमानामा आएको यो मैदानी बल्ल याद आउँछ। यहाँ चौरी गाईहरू चरेको, योहरू चरेको, यहाँ च्याङ्ग्रा। फेरि यताउतिको गाईबस्तु अब जाति थियो पहिला जब जाति थियो यताउतिको। किन जाति भने बिहानै खोलिदिनु हुन्थ्यो अनि चर्न जान्थे, अनि चरेर टक्क अनि आफै आउँथे क्या। बेलुका भएपछि घर आफै आउँथ्यो क्या। उफ्रे माथि डाँडा जानुपर्छ क्या, मेन्चेम डाँडा। वाल मजा आउने भनेको त्यो डाँडा हो क्या। बिहान सदा सनराइज चाहिँ बवाल हेर्ने हो। म मान्छेहरू हिँड्दै आएको यता यही डाँडा हेर्न त आएको नि हामी होइन, त्यही पोखरी डाँडा चेट्टो लाएर। कालो चस्मा लाएर हिँड्छ त, डिम्पल आएको रहेछ नानीको। यताउति त यार होटलहरू त छैन क्या हो। कसले यिनीहरू क्याम्पिङ गर्न कस्तो दामी ठाउँ छ नि यो नि। यता चिन्दैन अब के गर्ने मान्छेहरूले, थाहा छैन। यहाँ पर गाउँ छ त, यो गाउँमा सोधौँ न। हामी दुईजनालाई मस्त बस्ने ठाउँ भयो भने अनि भोलि फिर्किँदा चाहिँ यो डाँडाहरू डुल्दै चट्ट लाएर फिर्किनुपर्छ। चौरीहरू हेर चरेका यही त। अनि यार कहाँ थियो यार पहिला हाम्रो मामा त, बिर्सेँ यार मैले। यस रमाइलो छ नि ठाउँ। ऊ त डाँडा जानुपर्छ ल। होटल एन्ड लज मान्छे हेरेका छन्। मेन्चेम डाँडा अब यता यहाँतिर सोधौँ न। हिँड्दै जाने हो, यही माथि जाने क्या। अब यता कहाँ छ होटल एन्ड लज? हामी यतै बस्नुपर्छ। चाउमिन सुकुटी अरे अँ यता सोधौँ न, कहाँनिर पाउँछ कि पाउँदैन।
उयो घरमा सोधौँ ल यही घर हो क्या हो मामला भएको यही जस्तो लाग्यो त मेरो अर्को पनि थियो त के होइन दाइ यताउति बस्ने ठाउँ छ कि छैन यो त यताउति बस्ने ठाउँ छ कि छैन यति मात्र हो कि यताउति पनि पाउँछ ल सोध्यो दुईजना मात्र छौँ यो घर हो क्या हो यो घर जस्तो लाग्यो मलाई यार जमानाको मामला सोधिदिउँ न छ बस्ने हामी त इटरी यो घरमा ए यो घरमा हौ यहाँ बोलाम हेलो दाइ हेलो सुन यहाँ बस्न पाइन्छ बस्न पाइन्छ यहाँ छ बोलाऊ त